नमस्ते। आज मर्निङ वक मेरो वासस्थानको एकदमै नजिकको पार्कमा आएको छु। अहिले बिहानको 5:24 गयो र आज चाहिँ हामी एउटा गीत हाम्रो स्वर्गीय भक्तराज आचार्यज्यूले गाउनुभएको हजार सपनाहरूको माया लागेर आउँछ। यो गीत चाहिँ प्राय गरेर मैले अहिले सम्झिँदाखेरि चाहिँ हिँड्दाखेरि सम्झिँदा हाम्रो जीवनमा विशेष गरेर हामी लाहुरेहरूको जीवनमा चाहिँ एकदमै मेल खाएको जस्तो लाग्छ। विशेष गरेर जो 40+ हामी लाहुरेहरू हुनुहुन्छ, हामी लगायत हाम्रा अग्रज दाइहरूको जीवनमा मेल खाएको जस्तो लाग्छ। हामी अहिले यसको बारे कुरा गरौँला ल। यसको लिरिक्स एकदमै राम्रो छ। सो लिरिक्सले चाहिँ के भन्छ भने म ट्राई गर्छु हेर्नु ल। सानो हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरि भएर आउँछ। हजार सपनाहरूको माया लागेर आउँछ। मैले बाँचेको परिवेश सानो त्यति थिएन, परदेशी जस्तो कोही एक्लो पनि थिएन। मैले बाँचेको परिवेश सानो त्यति थिएन, परदेशी जस्तो कोही एक्लो पनि थिएन। अल्झे कहीँ त के भो, बाटो भुलेको छैन। अल्झे कहीँ त के भो, बाटो भुलेको छैन। सायद यस्तै छ होइन? तपाईँले सायद यो हाम्रो बच्चा पार्टीहरूको लागि त यो एकदमै त्यति साह्रै टच हुँदैन होला, तर मेरो उमेर, मैले अघि पनि भने नि, हाम्रो उसको लागि चाहिँ एकदमै एउटा प्रत्येक वर्डहरूले चाहिँ हामीहरूको दिलमा छुन्छ जस्तो लाग्छ मलाई। जस्तै हामी प्राय गरेर लाहुरे फ्यामिलीहरू चाहिँ लाहुरे फ्यामिली भनौँ न, हाम्रो लाहुरे समुदाय प्राय गरेर हामी कति वर्षमा 17 to 20 वर्षभित्रमा हामी भर्ती हुन्छौँ हगि। अनि त्यो सिलेक्सन हुँदाखेरि भनेको त्यो नेपालमा हामीले ब्रिटिस आर्मी अथवा चाहिँ यस्तो आर्मीतिर सिलेक्सन हुनु भनेको चाहिँ एउटा लट्री जितेको बराबर हो क्या, लट्री जस्तो हो। अनि मेरो आफ्नो अनुभव सुनाउँदाखेरि चाहिँ तपाईँहरूलाई मेरो जुन बेला मेरो नाम निस्क्यो नि धरानको गोपाल क्याम्पमा, त्यतिखेर म हजुरको आकाश चुमेको जस्तो लाग्थ्यो क्या, आकाशमा उडेको जस्तो लाग्थ्यो। त्यति साह्रो लक्की आफूलाई फिल हुन्थ्यो। किनभनेदेखि हामी जब आर्मी हुन्थ्यौँ त्यतिखेर लाहुरे हुन्थ्यौँ। लाहुरे भएपछि चाहिँ तपाईँको घर परिवारको स्थिति त सुध्रिन्थ्यो, तर तपाईँको आफन्तहरू, नजिकको आफन्तहरू, इभन गाउँमा पनि केही गरि नै राखेको देखिन्थ्यो लाहुरेहरूले, र म पनि गर्छु भन्ने एउटा सपना हुन्थ्यो, केही गर्छु भन्ने हुन्थ्यो। अनि त्यो लगायत देशलाई पनि फाइदा थियो। सो एकदमै त्यो तरिकाले हेर्दाखेरि चाहिँ हाम्रो सपनाहरू चाहिँ त्यस्तो हुन्थ्यो। अनि हामी भर्ती भएर आयो
तर पछि मलाई चाल पाएँ कि मैले वास्तवमा लाउरेहरू भाग्यमानी नभएर चाहिँ सबैभन्दा अभागी हुँदो रहेछ भनेर चाहिँ मैले चाहिँ चाल पाएँ। त्यही कुरा चाहिँ अहिले म यो मर्निङ वकको बेलामा तपाईँहरूसँग सेयर गर्छु है त। ल, यो गीतले भने जस्तै लाउरे भइयो आइयो पैसा कमाइयो, पैसा कमाएर ब्याक टु द नेपाल जाँदाखेरि नेपाल गइन्थ्यो। अब हेर्नुहोस् यो बिचमा यो लाउरे हुँदाखेरि चाहिँ कस्तो हुन्छ नि, हामी 17 to 20 वर्षभित्रको हामी साथीहरू चाहिँ लाउरे भएर आइन्छ। अनि त्यो एउटा यस्तो इन्भाइरोमेन्ट हुन्छ कि तपाईँको उमेर गएको थाहै पाउँदैन। तपाईँको लाउरेले जति दुःख जिन्दगीमा कसैले गरेको हुन्छ जस्तो मलाई लाग्दैन, अनि लाउरेले जति सुख पनि सायद अरूले गर्छ जस्तो लाग्दैन। सो दुइटै कम्बाइन, सुख र दुःखको बिचमा लाउरेहरू बसिएको हुन्छ हामी। अनि तपाईँको त्यो समय यति छिटो जान्छ, 40 अहिले हो भनेदेखि चाहिँ 50-55 वर्षसम्म पनि सर्भिसमा हुनुहुन्छ। र हामी अब नेपालतिर गएर जाँदाखेरि अथवा आफन्तहरूलाई खुसी बनाउनको लागि लाउरेले के चाहिँ गर्दैन होला, लाउरेहरूले के चाहिँ गर्दैन होला हो कि। सो प्रत्येकचोटि जाँदाखेरि आफन्तहरूलाई, इष्टमित्रहरूलाई फाइनेन्सियल्ली, मोरल्ली, प्रत्येक एङ्गलबाट गाउँलाई, समाजलाई केही न केही गरिरहेकै देखिन्छ, केही गरेकै हुन्छ। एकजना लाउरे मात्र होइन, प्राय गरेर 99% लाउरेहरूले यो काम गरेको हुन्छ। कुनै लाउरेले अपेक्षा गर्ला, आशा गर्ला मैले यो गरे बापत यो भए हुन्थ्यो भनेर, तर अधिकांश लाउरेहरूलाई मैले बुझ्छु, चिन्छु र प्रायले त्यो एक्सपेक्टेसन पनि गरेको हुँदैन इन ब्याकमा है। अनि पछि गएर त्यो लाउरेको जुन आफन्तहरू हुन्छ, इष्टमित्रहरू हुन्छ, जति पनि त्यो सबै बिरानो हुँदै जान्छ है। अचम्मै छ त। सो किनभने गड नोज उहाँहरूको दिलमा कस्तो हुन्छ, लाउरेको के छ, लाउरेले कसरी कमाउँछ, सायद थाहा नभएर पनि हुनसक्छ। अनि उहाँहरू बिस्तारै अलग हुँदै जान्छन्, प्राय गरेर लाउरेका नजिकका आफन्तहरू भनौँ न। अनि त्यो चाहिँ एकदमै दुःखलाग्दो कुरा हो। प्राय गरेर लाउरे फ्यामिलीमा यो हुन्छ। अनि भएको कुरालाई सायद मैले यो भन्दाखेरि सायद तपाईँहरूले बुझ्नुहुन्छ होला। जति पनि लाउरे फ्यामिलीहरू हुनुहुन्छ उहाँहरूले क्लियरली बुझ्नुहुन्छ, जो ओभर 40 हुनुहुन्छ है। त्यसपछि त्यो लाउरेको मन एक किसिमले भड्किन्छ, एक किसिमले उसलाई दुःख हुन्छ। अनि अलिकति देशतिर नजाउँ कि गाउँ नजाउँ कि भन्ने खालको पनि उसलाई एक किसिमको फिल हुन्छ। तर उसको सपना मरेको हुँदैन, उसको सपना स्टिल छ, उसको बचपनको सपना। तर त्यही समयमा फेरि उसलाई अर्को भार थपिन्छ, एउटा परिवारको बोझ हुन्छ। सो परिवारलाई हुर्काउनु छ, परिवारलाई, आफन्त, बुढी, विशेष गरेर घरभित्रको परिवारहरूको बारेमा उसले चिन्ता गर्छ। अनि त्यो लाउरे यस्तो हुन्छ कि जुन चाहिँ उसको पीडा कसैसँग सेयर गर्दैन उसले, त्यो लाउरेले कसैसँग सेयर गर्दैन, उसले लुकाउँछ, उसले दबाउँछ त्यो पीडाहरू। अनि ऊ एक्लै सङ्घर्ष गर्छ परिवारमा, जुन चाहिँ आफ्नो परिवारलाई राम्रो बनाउनुको लागि, गुड एजुकेसन होला, सायद हेल्थ होला होइन, प्रत्येक कुरामा अदृश्य टाइपले उसले कसैलाई नदेखाइकन गर्छ। इभन उसले उसको साथीहरूलाई भेट्दाखेरि पनि म त ठिक छु भन्ने खालको एउटा हाम्रो चलन छ। सबै ठिकै छ भन्ने हुन्छ, गफ हुन्छ, हाँसिन्छ। तर त्यसभित्रको दर्द त्यो लाउरेलाई मात्रै थाहा हुन्छ। त्यस्तै गीतले पनि भन्नु खोजेको यहाँ त्यस्तै देखिन्छ। र अहिले हामी कहाँ छौँ भने
आफ्नो श्रीमती छोराछोरीलाई हुर्काउनु, बढाउनु, पढाउनुमा एउटा निस्वार्थ तरिकाले नै काम गरिरहेको हुन्छ। तर सायद त्यहाँ भित्रै थोरै आशा पनि गरेको हुँदो हो। त्यो लाउरेले पनि मेरो छोराछोरी हुर्किएपछि, बढेपछि सायद उनीहरूकोबाट एउटा एक किसिमको आशा त हुन्छ होला, अपेक्षा हुन्छ होला, हुँदैन त भन्दिनँ। तर त्यो पनि अब कसैलाई ब्लेम गर्नु सकिँदैन। जस्तै अब बाहिरको ठाउँमा अहिले विशेष गरेर त अब युकेको ठाउँमा आइपुगेपछि त उनीहरूको आफ्नै जिन्दगी हुन्छ, बच्चाहरूको आफ्नै जिन्दगी हुन्छ, बच्चाहरूको आफ्नै च्यालेन्ज हुन्छ। गर्दाखेरि जब उनीहरू उडेर जान्छ, उडेर गइसकेपछि अब तपाईँको उसलाई एक किसिमको अझै दर्द हुन्छ होला मेरो विचारमा, हुन्छ जस्तो लाग्छ। अहिले मैले देख्दाखेरि चाहिँ म लगायत मेरो साथीहरूको बारेमा विशेष गरेर प्लस हाम्रो अग्रज दाइहरूको मैले अनुसन्धान गर्दाखेरि चाहिँ त्यस्तो खालको पाउँछु। नहुन पनि सक्छ, हुन पनि सक्छ, तर विशेष गरेर अपेक्षा लिन्छ नै होला एज अ प्यारेन्ट्स मेरो विचारमा। अनि उसको सपना मैले अघि पनि भने नि, त्यो लाउरेको सपना कसैले बुझ्दैन। सिर्फ लाउरेको सपना अर्को लाउरेले बुझ्छ। तर यो बुझे पनि त्यो दुईजनाले फेरि त्यो लाउरे दुईजनाले हाँसेरै टार्दिन्छ। एकले अर्कालाई यो कहिले पनि उनीहरूले सेयरिङ पनि गर्दैन। देखाउँदा उनीहरूले फेरि राम्रै देखाइरहेको हुन्छ है, आइएम ओके एभ्रिथिङ ओके भनेको हुन्छ, तर वास्तवमा त्यो चाहिँ हुँदैन है। र अब बाँकी रह्यो फेरि आशा, होइन, बाँच्नुपर्ने आशा जस्तो हुन्छ। यसले यो गीतले यति राम्रो भन्छ कि, यति राम्रो सन्देश दिन्छ कि फेरि आशा छ नि। अब त्यो बुढेसकालको एज होस् सायद, उसले फेरि पनि आफ्नो सपनालाई साकार गर्नुको लागि चाहिँ, पुरा गर्नुको लागि चाहिँ ऊ फेरि तम्सिन्छ क्या। फेरि उसले चाहिँ अब चाहिँ अर्को मुड लिएर चाहिँ ऊ चाहिँ फेरि उम्रिन्छ क्या। सानो टुसा उम्रिन्छ, फेरि अर्को टुसा उम्रिन्छ। यति अब त्यो सपनाको लागि, जुन चाहिँ सपनाको लागि। सो यो गीतले चाहिँ के भन्नु खोज्छ भनेदेखि चाहिँ मेरो विचारमा चाहिँ, मैले बुझेको अनुसार चाहिँ आशा थियो, हेरेँ, सबैलाई हेरेँ, आफन्तलाई हेरेँ, गाउँलाई हेरेँ, देशलाई हेरेँ, तर एज अ रिजल्ट जति मैले गरेँ त्यो गरे बापत मैले त के पाएर, होइन भन्ने एक किसिमको गुनासो, थोरै गुनासो जस्तो पनि बुझिन्छ। त्यसपछि परिवारलाई मैले हुर्काएँ, बढाएँ, यत्रो बनाएँ, जुन चाहिँ मेरो सपनालाई मैले थाती राखेर, मैले भन्दाखेरि चाहिँ मेरो सपनालाई थाती राखेर मैले मेरो परिवारलाई हुर्काएँ, बढाएँ। तर बिचमा मेरो सपना त अधुरै रह्यो। सायद थोरै आशा गरेको हुनसक्छ। भोलि हुर्किएर छोराछोरीले पनि अथवा चाहिँ मेरो परिवारले पनि मलाई, अरूले त साथ दिएन, मेरो परिवारले मेरो साथ दिन्छ कि भन्ने खालको एउटा सानसानो अपेक्षाहरू लिएको हुनसक्छ। त्यो नहुँदाखेरि ऊ फेरि दोस्रोपल्ट फेरि सेकेन्ड टाइम के हुन्छ त भन्दाखेरि उसलाई एउटा एक किसिमको हर्ट त नभनौँ, एक किसिमको धोका, होइन, धोका जस्तो उसले फिल गर्दो हो मेरो विचारमा है। अनि त्यसपछि चाहिँ ऊ फेरि बिउजिन्छ, दोस्रो तरिकाले बिउजिनुपर्छ भन्ने खालको हुन्छ। सो दोस्रोपल्ट ऊ बिउजिएर चाहिँ अब फेरि काम गर्छ अनि आफ्नो सपनालाई साकार गर्नको लागि अघि बढ्छ मेरो विचारमा। अनि यसले सन्देश पनि मलाई मेरो विचारमा त्यही हो, हामीले गर्नुपर्ने पनि त्यही हो। दुःख सुख जीवनको यो एउटा भोगाइ हो। यसलाई चाहिँ पोजिटिभली लियो भने चाहिँ अति राम्रो हुन्छ। र हरेस कहिले नखाने, बुढो कहिले नहुने, काम गर्न नछोड्ने, होइन,
काम गर्ने, तर अब आफ्नो ख्याल चाहिँ राख्नुपर्छ हजुर, फेरि ढलिन्छ फेरि होइन। जस्तै अब तपाईँ पहिले यङ 20 वर्षको हुँदाखेरि तपाईँले चाहिँ दिनमा 60-70 घन्टा हप्तामा 60-70 घन्टा काम गर्नुहुन्थ्यो भनेदेखि अब 40मा हुनुहुन्छ भने तपाईँ झारिदिनुहोस्, तपाईँको वर्कलाई झारेर तपाईँको झारिदिनुहोस्। 40मा हुनुहुन्छ भने झन्डै 40 आवर्सतिर झारिदिनुहोस्। 50-55मा हुनुहुन्छ भने 30 आवर्सतिर झार्नुहोस्। अब म जस्तो 60को इर्दा हुनुहुन्छ भने 15 to 20 घन्टामा झारिदिनुहोस् होइन। म अहिले 15 घन्टा काम गर्छु हप्तामा, तर काम चाहिँ गर्नुपर्छ है हजुर ल। काम गर्नुपर्छ अनि आफ्नो सपनाहरू छ, सपनाहरूलाई साकार गर्ने कोसिस गर्नुपर्छ। मेरा पनि थोरै सपनाहरू छन् र अहिले मैले यो भिडियो बनाउनुको अर्थ पनि त्यही मेरो सपना हो। 2-3वटा सपना छ, त्यसमा चाहिँ एउटा सपना छ अब चाहिँ नेपालको पूर्व ताप्लेजुङबाट महाकालीसम्मको पैदल यात्रा छ। सो किप वाचिङ मेरो भिडियोलाई। अब म बिस्तारै यसरी नै सुरु गर्छु। अहिले म युकेबाट सुरु गरेको छु। सुरुमा अहिले वकिङ हो मेरो। बिहान मैले मेरो काम गरिसकेँ, त्यसपछि अहिले आएर फेरि अहिले 6 बज्नु आँट्यो, 6-6:30 बजीसम्म वकिङ गर्छु। त्यसपछि फेरि काममा जानुपर्छ एकछिनको लागि है। र त्यही हो, जाँदै फेरि पनि यो गीत गाउँदै जाउँ है ल, हामी सबै भएर गीत गाउँ है ल। हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरि भएर आउँछ। हजार सपनाहरूको माया लागेर आउँछ। मैले बाँचेको परिवेश सानो त्यति थिएन, परदेशी जस्तो कोही एक्लो पनि थिएन। मैले बाँचेको परिवेश सानो त्यति थिएन, परदेशी जस्तो कोही एक्लो पनि थिएन। अल्झे कहीँ त के भो, बाटो भुलेको छैन। अल्झे कहीँ त के भो, बाटो भुलेको छैन। ल हजुर, धन्यवाद, थ्याङ्क यू, सी यू नेक्स्ट भिडियोमा ल, बाई, हेभ अ नाइस डे ल।